हेलो एभ्रिवान, म चाहिँ अहिले यो लेते भन्ने ठाउँमा छु। यो ठाउँ चाहिँ मलाई कस्तो लाग्यो भनेपछि सायद हामी नेपालीहरूले चाहिँ स्विजरल्यान्ड चाहिँ घुम्न चाहिँ पर्दैन क्या। यो ठाउँ देखेपछि स्विजरल्यान्ड भन्दा पनि बेस्ट क्या। यस्तो बवाल भ्यूहरू छ है, हिमालहरू माथिपट्टि, अनि पाइन ट्रिजहरू उतैतिरको हुन्छ नि भ्युजहरू ठ्याक्कै त्यस्तै खाले क्या। हेर्नु त पछाडि माउन्टेन छ है, यतापट्टि पनि माउन्टेन, यतापट्टि पनि माउन्टेन छ, अनि मेरो ब्याकमा पनि माउन्टेन क्या। धौलागिरी अन्नपूर्णहरू सबै। म त स्विजरल्यान्ड आएको जस्तो फिल भइरहेको छ कि मलाई। कडा कडा क्या ठाउँ चाहिँ गाइज, आउनु होला, भिजिट गर्नु होला, एकदम सुन्दर छ। हाम्रो नेपाल पनि यस्तो सुन्दर रहेछ अब है। मैले चाहिँ अरूहरूको फिल्महरू देखिरहेको हुन्थेँ, अरूहरूको मुभीहरू मतलब भ्लगहरू हेरिरहेको हुन्थेँ, सायद होला र यस्तो पनि सोचिरहेको थिएँ। लाइक अब आफै आएपछि चाहिँ थाहा भयो क्या, दिस प्लेस इज सच अ ब्युटिफुल वन्डरफुल प्लेस गाइज, बेटर देन स्विजरल्यान्ड क्या। हेर्नु त पछाडिको भ्यू, ल ड्रोन भ्युजहरू पनि छ, ड्रोन भ्युजहरू पनि आउँछ। मिनी स्विजरल्यान्ड भनौँ, स्विजरल्यान्डै नभनौँ, मिनी स्विजरल्यान्ड छ। यता हाम्रो बाइकहरू, स्विजरल्यान्ड स्विजरल्यान्ड गाइज। ओके बाई, लुक एट द भ्यू।